Part 2 my Madeira mini vlog. यहाँ चाहिँ हामी फ्रेस भएर डिनरको लागि गएको थियौँ। हामी सबजना डिनर गर्दैछौँ। मैले चाहिँ भिडियो बनाएको थिएन, सङ्गीता भाउजूले बनाउनु भएको रहेछ। अनि त्यहाँबाट मैले भिडियो तानेको। मेरो हस्बेन्डको बस उहाँ, अनि यहाँ सबै साथीहरू, हस्बेन्डको साथीहरू सबजना हुनुहुन्छ। हामी सब मिलेर डिनर गऱ्यौँ। डिनर गरिसकेर अनि फेरि रमाइलो गर्दै कुरा गर्दै फर्स्ट त यति धेरै एक्साइटेड थियौँ नि सबजना। डिनर गरिसकेपछि हामी होटेल फर्क्यौँ। ऊ चाहिँ मेरो हस्बेन्डको साथी जू। धेरै रमाइलो गर्दैछौँ नि। अहिले सम्झिँदा नि मलाई कस्तो गुसबम्प हुन्छ क्या। कस्तो रमाइलो भएको थियो त्यति बेला। सबजना होटेल गएर अनि ल यहाँ बार रहेछ, यहाँ बारमा बसौँ न त एकछिन भनेर सबजना बसेर गफ गर्दै अनि गयौँ। अब म त भिडियो क्विनै भइहालेँ। भिडियो त यति बनाउँथेँ नि, मेरो भिडियो चाहिँ बनाउनु कोही भएन। बुढोलाई बनाउँ भने कति भिडियो भन्नुहुन्छ, अनि भिडियो बनाउनै मान्नुहुन्न। अनि भिडियो बनाउँदै हिँड्दै भित्र पनि क्या दामी के। अनि यो चाहिँ मेरो रुमबाट देखिएको भ्यू। बाहिर टक्क सिप आएर बसिरहेको रहेछ। अनि रातिको भ्यू, नाइट भ्यू त यस्तो राम्रो थियो नि, पुरै लाइट। त्यहाँ त राति नै भएको छैन, दिनमै छ भने जस्तो यति राम्रो थियो नि। आई कान्ट एक्सप्लेन। म एक्सप्लेन पनि गर्न सक्दिनँ। मैले जुन आफूले फिल गरेको थिएँ त्यो अब म यो भिडियोमा देखाएर नि देखिँदैन। म आफैले फिल मात्र गरेको छु कि यो भिडियोमा क्याप्चर हुँदैन त्यो मोमेन्ट, त्यो लेभलको के भन्छ रमाइलो चाहिँ मैले भिडियोमा मुभ गर्न सकिनँ। यो मेरो पार्ट 2। अब पार्ट 3 आउँदैछ।